Deoci, ilun kuki soalnya. Kau dah asal. Ayah. Kau dah asal. Terus, ayah banding dulu. Ayah. Eso mana baru? Hai, mana baru? Baru. Hai, mana baru? यस्तो इनर्जी आइरहेछ नि यहीँ एउटा सिरानी दियो भने म यहीँ सुत्दिन्छु होला यार एउटा सिरानी दियो भने म यहीँ सुत्दिन्छु होला यार गोरु मतल कहाँ बज्यो भनेको गुरुङ गाउँमा रहेछ के रे त्यो यति राम्रो को नाच्यो भनेको मेरै माया हैछ के रे त्यो गोरु मतल कहाँ बज्यो Oh my god! Wow! Guys, welcome to my another vlog. I hope सबैजनाले सन्चै होला म पनि एकदमै सन्चै छु हैन हामी चाहिँ चट्टा लाएर के भन्छ रे यहाँ जुत्ता टक्क लाएर माथि कौडा टक्क लाएर हैन हामी चाहिँ घुम्न जाँदै छौं को भने हामी 3 जना छौं यहाँ गाउँकै साथीहरु हामी धेरै पछि भेट भएको है यहाँ चाहिँ यता मेरो साथीहरु छ आइ भन्ने आइ यसो भन्न बरु हाय भन्न बरु माकुरीहरु सो त्यही हो हैन हामी चाहिँ आज घुम्न जान लाग्यो हामी चाहिँ माथि स्याउबारी जान लाग्यो ठाउँको नाम चाहिँ स्याउबारी हो तर त्यहाँ स्याउ नै पाउँदैन के ल माकुरी है खाइगयो के किन राख्यो होला स्याउबारी खल्ती मात्रै पैसा टन्नै बोकेर हिँड्ने हो आज चिल गर्ने हो हैन 2 घण्टा जति 2.5 घण्टा लाग्छ हिँडेर चाहिँ अब गाडीमा गयो भने चाहिँ त्यही 1 घण्टामा पुगिन्छ हैन त्यही हो अब हामी चाहिँ घुम्ती बजार पुग्नलाई सिक्यौँ हैन हामी चाहिँ फिक्स भइसक्यो हामी चाहिँ हेलिकप्टरमा जाने भनेर के एरोप्लेन रे हामी चाहिँ ठेलगाडामा जाने फिक्स भइसकेको छ ठेलगाडामा जाने फिक्स भइसकेको छ फाइनली हामी चाहिँ घुम्ती बजार चढिसक्यो हैन घुम्ती बजार चढेर भर्खर माथि उकाल चढेको धेरै उकाल त छैन त्यही भने मलाई थकाइ लागेर हैन सुलान खोस्यानो झिकिदा सुलान खोस्यानो झिकिदा A few moments later. So guys, finally हामी चाहिँ घुमडाँडा आइसक्यो हैन हामी चाहिँ यहाँ एउटा पसलमा गर्मी हेरेर लास्टै गर्नु भयो चिसो खाना आएको हैन यहाँ चिसो खान्छौँ एकछिन बस्छौँ अनि सिधै माथि जान्छौँ अनि हामी सिधै बिचमा एकचोटि भेट्छौँ अनि त्यो सिधै माथि गएर भेट्छौँ यता गाइस लास्ट गर्मी छ यता त त्यही भएर चिसो खाना लाग्छ यस्तो हैन हामी चाहिँ सिधै माथि गएर भेट्छौँ है हैन जिन्दगीको यो मजा चाहिँ है यस्तो गर्मीमा चिसो यो चिसो दिन त तातो छ त नि सो गाइस त्यही हो हैन अब चाहिँ हामी बिच बाटोमा भेट्छौँ अनि त्यसपछि सिधै माथि घुम्डाएर स्याउबारी भन्ने ठाउँमा पुगेर भेट्छौँ त्यही हो A few moments later. हामी चाहिँ बुम्बुडाँडाबाट निस्केको छ हैन त्यही हो यसरी के समान्न भिडियो यहाँ यसरी समान्न यसरी नाच्छ कि एलोन देखिरहेछ म एलोन तँ कसरी नाच्छ थाहा छ थाहा छ
A few moments later. फाइनली हामी चाहिँ स्याउबारी टेकिसकेको छौँ। हामी चाहिँ एकदम जोसमा छौँ। हामी भन्दा नि म चाहिँ यिनीहरू यस्तो अवस्था छ जे पनि एकदम नाजुक अवस्था छ मेरो चाहिँ। म चाहिँ एक्साइटेड छु है, म चाहिँ एकदम एक्साइटेड हो। अघि भर्खर त म अल्छी लागिरहेको थियो, अब गन्तव्य आइसक्यो नि त। स्याउबारी चाहिँ छिरिसक्यौँ, यता देखाउन पाएन। अब हामी चाहिँ माथि सिधै खास ठाउँमा जान लाग्यो। त्यसको लागि चाहिँ हामी 2 मिनट लाग्छ। 2 मिनट हो कति अब 4-5 मिनट लाग्छ होला। त्यसपछि हामी त्यहाँ गएर खाजासाजा खान्छौँ, भोक लागिसक्यो है। फेरि कट गरिसक्यो। त्यसले फेरि अघि ऋतु धेरै चाहिँ उसले बोकेर अहिले फेरि गरौँ गएपछि सामान हालेपछि चाहिँ मलाई बोक्न लगाइरहेको छ। यस्तोले घोप्छ अनि आम्मा उकालो रहेछ यार। सो गाइस हामी चाहिँ अब पुग्न लागिसक्यो। हामी माथि गएर भेट्छौँ। उकालोमा गाह्रो भएर सास फेर्न पनि एकजनाको पारा यस्तो छ। ठिक छ, अब हामी सिधै माथि गएर भेट्छौँ है त गाइस। A few moments later. यहाँ आएर भ्लग उस्तोसँग एलो हेर्न ह्यान्डसम लिइरह्यो। कस्तो भने म त सारी लगाएर आए भने कालो चस्मा लगाए भन्छु। त्यो झुन्डेको अनि गाह्रो। फाइनली हामी चाहिँ आइसक्यो यता। फर्काउँ, यस्तो गरौँ पहिला। यहीँ रहेछ ल, बल्ल अगाडि गर्नु पायो। यो चाहिँ घनाघोर जङ्गल रहेछ। यता भ्यू त दामी देख्दो रहेछ। मौसम नि एकदम कुल छ क्या यहाँ चाहिँ। यसो एउटा टिकटक चाहिँ अहिले यहाँ बनाउनु पर्छ है। यो बोट दुनियाँ फर्किँदाखेरि दामी देख्दो रहेछ। कहाँ यहाँ बस्ने? यसरी पहिला खाजा जाने हो कि यहाँ बसेर अनि त्यहाँ जाने टिकटक बनाउने। हामी चाहिँ यहाँ बसेर अब थोरै खाजासाजा खान्छौँ। तपाईँहरूले चाहिँ के अरे को आएको भनेर साथी त साथी भन्यो, तर यिनीहरू चाहिँ खासमा हामी यो घुम्न आउने प्लान चाहिँ मैले बनाएको हो। हामी उनीहरू चाहिँ अन्त काठमाडौँ गएर पढायो हो, अनि 10सम्म चाहिँ सँगै पढेको। अनि यिनीहरू के अरे एक्जाम दिएर आएको थियो, धेरै भएको थियो नभेटेको। त्यही भएर यस्तो गाउँदाखेरि साथीहरूसँग टाइम स्पेन्ड गरौँ भने यहाँसम्म आएको। यहाँ यिनीहरूको पारा सो गाइस अब हामी चाहिँ खाजासाजा खान्छौँ भने एकछिन रेस्ट गरेर त्योपछि हजुरसँग फेरि भेट्नेछौँ। टिकटक बनाउँछौँ। यो अहिले किन देखाउने भएन, एकछिन 10 मिनट। A few moments later. हिँडिसक्यो यहाँबाट। अब रमाइलो गरेर पुग्यो। अहिले चाहिँ अलि जाडो फिल भयो, त्यही भएर ज्याकेट लगाएको। यता सब बुद्ध, यता आइदिनु होला, घुमिदिनु होला, राम्रो ठाउँ रहेछ। हामी चाहिँ अब चाहिँ हामी चलिदिएको जाडो फिल भयो, रातभर लास्तो भयो, पानीभर लास्तो भयो, त्यसैले हिँडेको।
यो चाहिँ खोर हो अघि हामीले खाएको खोरहरू सो त्यो गाई जब चाहिँ हामी सरासुर नै जान्छौँ अब छिटो गएन भने रात पर्छ फेरि घरमा कराउँछ त्यसैले हामी अब चार्ज नि सकिसक्यो मोबाइलमा 2% छ सबैले माया गरिदिनु पर्यो माया गर्नुको साथै लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला यति भन्दै आज चाहिँ यति हुन्छ है ल गाइस